अघिल्लो महिना हामीले हुम्लाको एउटा बिरामी गाउँको कथा देखाएका थियौँ। शरीर र समाजका रोग पालेर बसेका मान्छेका कथा। तिनै कुना कन्दराका मान्छे उपचारको आशमा भिड पहराको सकसपूर्ण यात्रापछि सिमकोट स्थित जिल्ला अस्पताल आइपुग्छन्। अस्पतालले चाहिँ निराश बनाउँछ। बिहानको 11 बज्न लागेको छ। अस्पतालमा बिरामीको चाप बिस्तारै बढ्दैछ। कोही इमर्जेन्सीतिर दौडिरहेका, कोही काखे नानी च्यापेका, कोही औषधि नपाएर छटपटिएका, आत्तिएका, डराएका, अन्योल सिकिस्त अनुहारहरू। रूपसरा रोकायाले 2 वर्ष अघि काठमाडौँमा मुटुको अपरेसन गरेकी थिइन्। उनी नियमित अस्पताल आइरहनुपर्छ। यहाँ ऊ छैन भने हिजो के औषधि हो के छैन भने के छैन यहाँ रगत चेक गर्ने साधन जान त सँगै के रहेछ डक्टर देखाएर यहाँ पठायो के सकियो सीबीसी भने के हो कम्प्लिट ब्लड काउन्ट रिएजेन्ट सकेको कति भयो औषधि सकिएको? भयो 2 हप्ता जति 2 हप्तादेखि यो कम्प्लिट ब्लड काउन्ट यहाँ हुँदैन। अनि कहाँ जाने यहाँ नभएको बेलामा? त्यहाँ चाहिँ हुन्छ। ए यो जिल्ला अस्पतालमा चाहिँ हुँदैन कम्प्लिट ब्लड काउन्ट। रगतको सामान्य सीबीसी जाँच गर्ने केमिकल सकिएको छ। रूपसरा हिजो पनि रगत जचाउन आएकी थिइन्। आज चाहिँ स्वास्थ्य कर्मीले उनलाई रगत जाँच्न आयुर्वेदिक अस्पताल जानु भने। तपाईँ के बिरामी भएको? मुटुको यो भर्गो बुझिएको अपरेसन गर्यो काठमाडौँ गङ्गालालमा गर्यो। कति अगाडि? अहिले त 2 वर्ष भइसक्यो। 2 वर्ष भइसक्यो। यहाँको मान्छे गङ्गालाल पुगेर अपरेसन गर्नु पर्यो। कहाँ बस्नु भयो त्यो बेलामा? त्यही हस्पिटल नजिक होटलमा बस्नु भयो। खर्च त धेरै लाग्यो 8-9 लाख लाग्यो। अनि के छ त कमाइ? केही छैन, काम गरेर खाने। अनि पैसा कहाँबाट ल्याउनु भयो त मुटुको अपरेसन गर्नु? अब बुढा कामसम गऱ्यो। अहिले ठिक छ? अहिले त अब ठिकै छ भने। छोराको आँखामा चोट लागेर आएका दम्पतिलाई कुन कोठामा जाने अत्तोपत्तो थिएन। राबाट त लाग्यो 8 बजे आइग्यौँ। 8 बजे यहाँ आँखा हुन्छ हुँदैन माथि वहीँ ल्याऊ वहीँ भया हुन्छ नभए त। छोरो च्यापेर निकै बेर यताउता गरेपछि कसैले उनीहरूलाई अस्पताल छेउैमा रहेको आँखा उपचार केन्द्रको बाटो देखाइदियो। सभा गरे सङ्खोली हो क्या छुँदै नछुँदै छुनु भएन के अरे बाबा सफा गर्न दे बाबा। हेर्न दिने कि नदिने पहिला? हेर्नु दिँदैन नि हेर्न दिने भए जाऊ हामी के गर्दैन त्यसो चाहिँ लिन छ तर त्यो दुख्छ रे छोएकै छैन दुख्छ रे अहिले सवाल भर्खर दुनिया पनि अलि एकै त हुनु मेरो बाबुको आँखा खोलिदियो रगत त धेरै गर्छ पोरी वहीँ घोप्टियो छ। म थाहा पाएन गुन गए त्यहाँ घोप्टियो छ। अनि पछि एक नानो बच्चाले ठेलठेल ल्याएछ रगत त धेरै गएको। एक वृद्ध यहाँबाट टाढाको गाउँ डाँडाफायाबाट आएकी थिइन्। चिप्लेर लडेको चोट बल्झिरहन्छ। इमर्जेन्सीमा जाने भने उनी जस्ता धेरै बिरामी हाड जोर्नीको समस्या लिएर आउँछन्।
तर यहाँ हाड जोड्ने सम्बन्धी डाक्टर नै छैनन्। सिमकोट अस्पतालमा बिरामी मात्रै होइन स्वास्थ्य कर्मी पनि निरीह छन्। इमर्जेन्सीमा डाक्टर अरविन्द अहिले भेटिए। मेन यहाँ आउने बिरामी भनेको दम भयो, त्यसपछि हाड जोड्नेको अनि त्यसपछि यो एपिडी भन्ने आउँछ, त्यो भनेको भन्नाले यो ग्यास्ट्रिक चाहिँ अलिकति बढी भयो। अनि यहाँ चाहिँ सबै खालको बिरामीहरू हेर्नको लागि डाक्टरहरू हुनुहुन्छ? जस्तो यो अब धेरै हाड जोड्नेको बिरामी आउँछन् भन्नुभयो होइन, त्यो हेर्नको लागि हाड जोड्ने विशेषज्ञहरू हुनुहुन्छ? विशेषज्ञ त भएको भनेको डाक्टर मगनले एमडिजिपी चाहिँ गर्नुभएको हो, उहाँले चाहिँ जेनरली मात्र हेर्ने चाहिँ हो। अब चिकित्सा भन्नाले विशेषज्ञ सेवा त लगभग छैन भन्दा नि हुन्छ। गाइनीको डाक्टर पनि हुनुहुन्न? गाइनीको हुनुहुन्न, त्यो हुन त धेरै ठुलो कुरा हो। त्यो त्यति धेरै सम्भव देख्नु भएको छैन तपाईले, हाँस्नु भयो। इमर्जेन्सी पुगेकी वृद्धाका आफन्त औषधिका नाम लेखिएको कागज बोकेर दौडिए। यो दुईटा बाहिरबाट भन्नुभएछ, यो भित्र छैन है? सकिया छ। के औषधि हो यो? यो चाहिँ फ्लुक्लोक्स भन्ने एन्टिबायोटिक हो, अनि यो काइमोडोल फुड भन्ने छ होइन, यो चाहिँ सुन्नेट कम गर्नको लागि दिने औषधि हो कि। यहाँ अब खासै अभाइलेबल औषधि गाह्रै छ औषधि खासै पनि। पहिला चाहिँ अलिकति मलाई छ जस्तो लाग्थ्यो पहिला चाहिँ, अहिले अलिक धेरै कम छ। त्यही त खाली खाली जस्तो देखियो है। तपाईँकोमा चाहिँ अहिले यहाँ के को औषधिहरू छैन? अहिले त म्याक्सिमम औषधिहरू चाहिँ छैन। हामी सशुल्कमा चाहिँ कति थरी पुर्याउनु पर्छ? लगभग बिरामीले यहाँ डाक्टरले चलाएको जति औषधि चाहिँ हामीले यहाँ पाउनुपर्ने, सबै औषधि पाउनुपर्ने हो। यो आर्थिक वर्ष चाहिँ लगभग यहाँ औषधि नै खरिद नै भएको छैन। अब किनभने अब यो अस्पताल विकास समितिमा बजेट छैन भन्ने कुराले चाहिँ यो खरिदै भएको छैन यतातिरको। अब निःशुल्कको चाहिँ अब जेन तेन चाहिँ पुर्याइराखेको छ। त्यो हामी त असार महिनामै छौँ, यो आर्थिक वर्ष यो 1 वर्षभरि नै खरिद भएन। यो आर्थिक वर्ष चाहिँ यो सशुल्क फार्मेसीको लागि औषधि खरिद भएको छ, त्यही भएर चाहिँ यो सर्टेज देखिरहेको छ। औषधि कुनै पनि छैन। यो पोहोरकै औषधि हो, केही बचेको औषधिहरू पोहोरकै हो। यो आर्थिक वर्ष चाहिँ खरिदै भएको छ। अस्पतालको सशुल्क फार्मेसी चाहिँ रित्तो रित्तो छ। कोहलपुरका कमल परियारले 1 वर्ष अघि फार्मेसी सुपरभाइजर बनेर यहाँ आए यता नयाँ औषधि भित्रेको देख्न पाएका छैनन्। सरुवाबार चाहिँ यहाँ अब 1 वर्ष भयो आएको चाहिँ, तर म आएदेखि चाहिँ यो सशुल्क फार्मेसीमा औषधि कुनै खरिद भएको छैन। अनि अचम्म लाग्यो होला है तपाईँलाई सुरुमा यहाँ आउँदा चाहिँ? बाहिर बिरामीले एमआरपीमै पाइराख्नु भएको हुन्छ प्रायः जस्तो मेडिकलमा। अब यहाँ भयो भने हामीले एमआरपीमा 20% भए पनि डिस्काउन्ट दिएर हामीले बेच्न सकिन्थ्यो, बिरामीलाई पनि राहत हुन्थ्यो, बाहिरतिर बिरामीहरू पनि भौतारिनु पर्ने थिएन र अस्पताललाई पनि प्रफिट हुन्थ्यो। अब अस्पताल फार्मेसी पनि प्रफिटमा जान्थ्यो, तर औषधि नै खरिद गरिएन भने त कसरी प्रफिटमा जाने, कसरी बिरामीले औषधि पनि पाउने भएन र प्रफिटमा जाने त त्यस्तै भइहाल्यो। यो राख्नु र नराख्नुको अर्थ पनि औषधि भएन। अब अस्पताल फार्मेसी पुरै हस्पिटलभरिमा चाहिँ अस्पताल फार्मेसी हुनुपर्छ भन्छ, तर अस्पताल फार्मेसी मात्र राख्नको लागि मात्र राखेर भएन। त्यहाँ औषधिहरू हुनुपर्यो, सामग्रीहरू हुनुपर्ने, जनशक्तिहरू हुनुपर्यो, त्यो छैन। रित्तो र्याक राख्ने त्यत्तिकै देखाउनलाई अस्पताल फार्मेसी राखे जस्तै मात्रै छ। अस्पतालले बिरामी त्यसै भन्दा फार्मेसीलाई औषधि चाहिने रहेछ। फार्मेसीलाई औषधि चाहिने। अनि दुर्गममा आएर काम गर्नु भनेको चाहिँ कस्तो हुँदो रहेछ, के अनुभव गर्नु? दुर्गममा काम गर्दाखेरि पहिलो कुरा त औषधि नै छैन। औषधि भए पनि टेम्परेचर मेन्टेन गर्नुपर्ने, टेम्परेचर मेन्टेन गर्नलाई केही छैन। औषधि ल्याए पनि यत्तिकै थन्काउनु पर्ने अवस्था छ। फ्रिज राख्नुपर्ने भन्छ, त्यो फ्रिज पनि छैन। एसी भइदिएको भए चाहिँ कम्तीमा पनि टेम्परेचर मेन्टेन गरेर राख्न सकिन्थ्यो औषधिहरूलाई। त्यो नभए पनि पहिलो प्राथमिकता त हामीलाई औषधि हुनु पर्यो। औषधि नै छैन, औषधि भएपछि चाहिँ त्यसलाई व्यवस्थापन गर्न सकिन्थ्यो। यो छैन। के हो यो? के को औषधि? यो उसको क्षयरोग नै यो औषधि पाउनुपर्ने हो। म त अब ज्येष्ठ नागरिक हुँ, हजुर, पाइएन। अनि अब यो यस्तै छ अभाव हाम्रो यो दुर्गममा। हजुर, औषधि खोजेको औषधि पनि नपाउने। हामी राज्यको नागरिक जस्तै छैन, अलि बाहिर जस्तो छौँ। यो पनि निःशुल्कै पाउनुपर्ने, पाउन चाहिँ अहिले निःशुल्कमा छ कि? हजुर, क्याबमा गएको
मैले पाउनुपर्ने औषधि पाइँदै किनेर लिनु भन्नुहुन्छ। अनि तपाईँले योभन्दा पैसा हुँदैन हामीलाई। योभन्दा अगाडि कहाँबाट किन्नु भएको थियो यो औषधि? यो यहीँबाटै लगेको हो पहिला। ए, पैसा पहिला- मगाइराखुला भनेको अहिले छैन भन्नुहुन्छ। अब कहाँ गएर किनेर खाने? अब कहाँ गएर किनेर खाने त्यस्तो गाह्रो छ। दौडे पनि नहुने। ल हुन्छ। बिरामीलाई फर्काउन हामीलाई खासै रहर हुँदैन, बाध्यता नै छ। प्रत्येक दिन बिरामीलाई औषधि छैन भन्दै गर्दा बिरामी पनि प्रत्येक दिन हामीसँग रिसाएर जानुहुन्छ। हामीलाई बिरामीलाई रिसाएर पठाउन मन हुँदैन, तर पनि हामीले डाइरेक्ट औषधि खरिद गर्ने ठाउँमा हामी हुँदैनौँ र कतिजनालाई सम्झाउँछौँ भोलि आउँछ, कति दिन भोलि आउँछ भन्नु। आर्थिक वर्षै सकिन लागिसक्यो, भोलि आउँछ भन्दा तर पनि औषधि आउँदैन। अब बिरामी पनि दुःख मानेर जानुहुन्छ, अब भोलि आउनुहुन्छ फेरि गाली गरेर जानुहुन्छ। हामीलाई त्यस्तै गाह्रो छ। तपाईँहरू बिचमा? हजुर, बिचमा त्यस्तै छ समस्या। जिल्ला अस्पताल भन्ने, जिल्ला अस्पतालमा पनि औषधि छैन भने अब हामी कहाँ जाने भनेर गुनासो गर्नुहुन्छ। निशुल्क फार्मेसीमा जुम्लाका पुष्कर देवकोटा भेटिए। यहाँ कहिलेकाहीँ त सिटामोल समेत हुँदैन। सुन्नु त यो कसको हो? सुको बिरे सार्की कसको भयो? यो चाहिँ साँझ सुत्नुभन्दा अगाडि खाने कि खाना खाइसकेपछि सुत्नुभन्दा अगाडि। यसले औषधिले चाहिँ कहिलेकाहीँ झुम्म गराउँछ, त्यो भएर साँझ खानुहोस् है। अनि यो दुईवटा औषधि चाहिँ माथिबाट किनेर ल्याउनुहोस् है। माथि भने चाहिँ बाहिर हस्पिटलभन्दा बाहिर अब जता किन्नुहुन्छ किन्नुहोस्। मेरो नाम चाहिँ म फार्मासिस्ट पुष्कर देवकोटा हो। अनि तपाईँको घर मेरो घर चाहिँ जुम्ला हो। अनि मैले पनि के चाहन्छु भनेपछि अब हामी पनि त्यही परिवेशबाट हुर्केको मान्छे, जुम्लामा पनि यस्तै परिवेश हुन्छ। अब औषधिको अभावहरू यस्ता कुराहरू धेरै कुरा भोगेको मान्छे, देखेको मान्छे, त्यो भएर हामीले चाहिँ सकेसम्म दुर्गममा सेवा गर्नुपर्छ भनेर नै म यता आउनु लागेको। त्यसमा चाहिँ जस्तै हामीले चाहिँ एउटा चाहिँ सफ्टवेयर सिस्टमहरू गऱ्यो भने अनि टाइमले जस्तै यो औषध सकिँदैछ है भन्ने हामीलाई पनि अपडेट हुन्छ। अनि जस्तै हामीलाई अब सफ्टवेयर छैन, केही छैन, अनि त्यो भएपछि चाहिँ अब कुन औषधि छ भनेर अब सबै कुरा दिमागमा याद हुने कुरा नि भएन, गनेरै नोट गर्ने भयौँ। अनि हामीले चाहिँ अब जस्तै औषधिहरू हरेक दिन चाहिँ हामीले यो औषधि चाहिँ दिइरहेछौँ। सुन्नु न, एउटा क्लिशा जस्तो भइसकेको छ नि दुर्गममा सिटामोलधरि पाइँदैन भनेर, त्यो कुरो साँच्चै हो? त्यो कुरा चाहिँ कि भनाइ मात्रै हो कि साँच्चै हो? यो होइन, कहिलेकाहीँ चाहिँ क्राइसिस हुने नै सकिन लाग्यो है भन्ने चाहिँ भइसक्यो। अस्ति नै स्टोरमा पनि अलिअलि हामीसित अलिक कमी चाहिँ भइसकेको रहेछ। अब त्यो यदि आएन अनि यहाँको सक्यो भने त अनि क्राइसिस भइहाल्यो। यहाँ अभावै हुनुभयो, सिटामोलकै अभाव भन्ने भयो। त्यो कुरा केही हदसम्म साँचो पनि मान्नुपर्छ। पहिला चाहिँ कस्तो भने उताबाट चाहिँ परदेश आपूर्तिबाट औषधि पठाइदिने रहेछ, पठाइदियो, नियर एक्सपायरी औषधि पठाइदियो, अब यहाँ आएर एक्सपायर भयो। अब त्यो चाहिँ अब डम्पिङ साइड मात्रै भयो कि अब उताबाट औषधि पठाए जस्तो भयो। यहाँ औषधि छ चाहिँ काम छैन। निःशुल्कको औषधि चाहिँ परदेश आपूर्तिबाट आउने र त्यसमा चाहिँ अब नियर एक्सपायरी औषधिहरू जुन चाहिँ 3 महिना 6 महिना जति बाँकी औषधि, अनि त्यो औषधि आउने भयो। अनि यो ट्रान्सपोर्टेसन पनि टाढा पर्यो, अनि यहाँ आउँदा आउँदै एक्सपायर हुने अधिकांश औषधिहरू। म पनि आएको 3 महिना जति मात्र भएको छ। मैले चाहिँ त्यहाँ आएको औषधिहरू सबैलाई जुन एक्सपायर भएको सबैलाई डिस्कार्ड गरिदिनु निकालिदिनु। अनि यो प्रडक्ट्सहरू चाहिँ जुन इन्डस्ट्रीमा फार्मास्युटिकल इन्डस्ट्रीमा जब त्यो म्यानुफ्याक्चरिङ गरिन्छ त्यसमा चाहिँ आइपिक्युसी भन्ने हुन्छ, इन प्रोसेस क्वालिटी कन्ट्रोल गर्नुपर्ने हुन्छ। त्यसमा यो चाहिँ जस्तै प्रडक्ट डिफेक्ट भयो भने त्यसलाई चाहिँ डिस्कार्ड गर्नुपर्ने हुन्छ। तर यो चाहिँ फेल प्रडक्टहरू यहाँ आएको छ कि लिक टेस्ट फेल छ यो प्रडक्ट हो। यो लिक टेस्ट चाहिँ पास हुनुपर्ने हुन्छ। यहाँ चाहिँ यो जस्तै यो प्रडक्टहरूले चाहिँ हामीले डिस्कार्ड गर्नुपर्ने हुन्छ। यो काम छैन, केही आयो भन्नु मात्र भयो। यो प्रडक्टहरू जुन लिक टेस्ट फेल प्रडक्टहरू बाहिर निस्केको छ नि, लिक भएको छ प्रडक्टहरू। अनि यो टेस्ट यो लिक फेल भएको प्रडक्टहरूलाई चाहिँ कन्टामिनेटेड हुन्छ। यसलाई चाहिँ युज गर्न मिल्दैन। बच्चाको प्यारासिटामोल ओरल सस्पेन्सन हो, बच्चाको लागि ओरल सस्पेन्सन हो। जुन लिक टेस्ट फेल भएको औषधिहरू त्यस्तो औषधिहरूलाई चाहिँ हामीले सेपरेट गरेर त्यस्तो औषधि त टन्नै रहेछ नि त फेरि। यसलाई चाहिँ हामीले नदिने भनेर छुटाएर किन यस्तो आउँछ औषधि? यसमा चाहिँ अब यो इन्डस्ट्रीबाट बाहिर पठाउँदाखेरि अनि एउटा फार्मासिस्टले चाहिँ सिग्नेचर गरेर बल्ल मार्केटमा पठाउने औषधिहरू
लिक टेस्टहरू चाहिँ त्यही कारणले गर्ने हो कि ड्युरिङ ट्रान्सपोर्टेसनमा चाहिँ लिकेज नहोस् भनेर गर्ने हो। अब खै अब इन्डस्ट्रीहरूले कसरी गर्छन्, नेपाल सरकारले कसरी गरिरहेको छ त्यो चाहिँ थाहा भएन। ओम कुमारी सार्की जन्मजात बोल्न र सुन्न सक्दिनन्। अपाङ्गता परिचय पत्र बनाउन पालिका गइन्। पालिकाले जिल्ला अस्पतालको रिपोर्ट माग्यो, तर जिल्ला अस्पतालमा उनको बहिरोपन जाँच्ने उपकरण छैन। अँध्यारो कोठामा ओम कुमारीलाई जाँचिरहेका थिए जुम्ला घर भएका नौजवान डाक्टर विशाल बुढा। उहाँ चाहिँ नबोल्न सक्ने पहिले जन्मेदेखि नै नबोल्ने हो कि जन्मेदेखि सर जन्मेदेखि नबोल्ने? अनि कान पनि जन्मेदेखि नसुन्नु भयो? जन्मेदेखि नसुन्नु भएको छ। तल अपाङ्ग कार्ड बनाएर बिहान पालिका गयौँ, त्यहाँबाट बसमा 300 तिरेर आयौँ सर। त्यहीबाट अस्पताल जिल्ला अस्पतालबाट रिपोर्ट ल्याउनु भन्यो, त्यही भएर हामीले यहाँ बनाइदिनु भनेको आयौँ सर। जाँचहरू गर्नुपर्छ राम्रोसँग डिटेलमा। कान साँच्चीकै बहिरो हुनुहुन्छ हुनु हुँदैन त्यो जाँचहरू चाहिँ तल जानुहुन्छ, तल जान सक्नुहुन्छ भनेपछि म लेख्छु, सबै कुराहरू लेखिदिन्छु। अनि त्यसपछि चाहिँ बल्ल कार्ड बनाउँछ कि। बुझ्नुभयो? कसले दिने सर तल? त्यही त अब नाइ पोइ रोग सिकाएर त्यस्तै पागल छ। मैले बुझेँ होइन तपाईँको कुरा। उहाँको कानको जाँचहरू म यो हालेर हेर्नेदेखि लिएर अरू जाँचहरू म गर्छु, यहाँ गर्ने जाँचहरू। तर अब त्यो साँच्चै कान सुन्या हो कि नसुन्या हो भनेर त्यो जाँचहरू गऱ्यो भने साँच्चीकै कान नसुन्या लाठी छ भने सबै थाहा छ सर। म दाइ छ नि त, दाइ बुझे दाइ त यसरी मिल्दैन के कार्ड बनाउनु त नि। दुर्गममा डाक्टरहरू आउन मान्दैनन् भनेर भन्छन्, किन? अब पढे लेखेका हुन्छन् सबै, उनीहरूलाई चाहिँ फेसिलिटी चाहिने हुन्छ, एउटा त्यो कारणले गर्दा पनि होला। अनि अर्को भनेको अब दुर्गममा म आएँ, म आएको चाहिँ 7.5 महिना जस्तो भयो म्याम। अनि एउटा मान्छे आयो छाती दुख्यो भनेर आइरहेछ। अब उसलाई चाहिँ मैले एमआई सस्पेक्ट गरिरहेको छु, हार्ट एट्याक भयो कि भनेर सस्पेक्ट गरिरहेको छु। अब म उसको चाहिँ एउटा सिम्पल ट्रोपोनिन पठाउन चाहन्छु या इसिजी गर्न चाहन्छु। इसिजी गर्नलाई त पेपर त चाहियो म्याम। अब पेपर पनि छैन, ट्रोपोनिन पनि छैन। कोही मान्छे आयो प्याङ्क्राइटाइटिस भनेर म सोचिरहेको छु। अब यिनीहरू त इमर्जेन्सी कन्डिसन हो नि त। अब केही भयो भने चाहिँ बिरामीको ज्यान तलमाथि नै हुने कुराहरू हुन्छन्। कन्फर्म गर्नको लागि एउटा त टेस्ट गर्नु पर्यो म्याम। अनि इमेजिङ भन्ने हुन्छ, अनि त्यसमा चाहिँ युएससी एब्डोमिनल पेल्भिस गर्नु पर्यो म्याम। छैन कि म्याम, त्यो पनि छैन। अब त्यो सेटिस्फ्याक्सन नै छैन कि बिरामीलाई जाँच गर्दाखेरिको सेटिस्फ्याक्सन। अब प्याङ्क्राइटाइटिस भयो भने के गर्ने, एमआई भयो भने के गर्ने, सिम्प्टोमेटिक ट्रिटमेन्ट मात्र छ कि हामीले गर्न सक्ने। यो होला शङ्काको भरमा गर्ने गरिरहेछौँ। अनि यो समस्या चाहिँ रिजल्भ नै भइराख्ने, धेरै भइसक्यो कि यस्तो समस्या भएको। यहाँको 7.5 महिना भयो, 7.5 महिनादेखि यहाँ इसिजीको पेपर छैन। इसिजी पेपर 20 मा आउँछ, 10-15 दिन जस्तो हुन्छ, सक्यो त्यसपछि स्टक। अब फेरि तलबाट ल्याउनु खै सरकारी कामहरू, अब टेन्डर हाल्नुपर्छ, के गर्छौँ भन्छन्, आउँदैन त्यस्तो कुराहरू। यो चाहिँ 2टा इक्जाम्पल मात्र दिएँ मैले चाहिँ। एपेन्डिसाइटिस भन्ने हुन्छ, अब त्यो पनि इमर्जेन्सी कन्डिसन मान्छेको चाहिँ मेन्ट्रियल स्कोर भन्ने हुन्छ कि, त्यो स्कोर क्यालकुलेट गर्नलाई पनि जाँचहरू चाहिन्छ कि। फेरि सिम्पल सिबिसी पनि पुग्छ क्या हामीलाई। सिबिसी पनि नभएपछि पनि त्यसमा पनि हामी डिलेमामा पर्छौँ क्या जाँचको लागि। अब कुनै मान्छेहरू स्ट्रोक भएर गइरहेको हुन्छन्, एमआई भएर गइरहेको हुन्छन्, उनीहरूले ब्लड थिनिङ त्यो घरत पातलो गर्ने औषधि खाइरहेको हुन्छन्। 1.5 महिना जस्तो भयो, अहिले चाहिँ ब्लड काउन्ट छैन, सिबिसी पनि छैन। 81 लेबर पेन भएर आउँछन्, 39 हप्ता, 40 हप्ता, 41-42 मा आउँछन्। ब्लडको जाँच हुँदैन। बच्चा जन्मेपछि चाहिँ कहिलेकाहीँ हेभी ब्लिडिङ भइदिन सक्छ नि त। पहिला हेमोग्लोबिन कति थियो, पछि कति हेमोग्लोबिन भयो, हामीले त क्लिनिकली अब हेर्नु पऱ्यो नि त। त्यही अनुसार त्यो पनि छैन फेसिलिटी। अब केही कुरा लास्टै एकदमै गाह्रो भयो भनेपछि अब सिएस गर्नुपर्ने हुनसक्छ। सिएस गर्नको लागि पहिला त हेमोग्लोबिन चाहियो, ब्लड प्यारामिटर चाहियो, सेरोलोजीहरू चाहियो। त्यो पनि कहिले एभाइलेबल नहुन सक्छ। त्यो मात्र नभएर कहिलेकाहीँ म्यान पावर पनि नहुन सक्छ। यहाँ कि मान्छे नभएर मान्छे कहिले तल ट्रेनिङमा गएको हुनसक्छ, यता फेरि रिकर्ड। त्यो पनि आफूलाई आउँछ गर्छु भनेर जोसमा आएको हुन्छौँ हामी, तर त्यो सेटिस्फ्याक्सन छैन कि। 7 महिनामा आउँदा गलिसकिन्छ। मायाले त आएको हो, तर सिस्टमले चाहिँ गलाइसक्यो होइन। यहीँको फार्मेसीमा त्यहाँ बाहिर चाहिँ औषधि पाइने, अस्पतालभित्र चाहिँ 1 वर्षदेखि औषधि नै नआउने, त्यो कसरी हुन्छ? अब एक्सक्युज दिँदाखेरि 2-3टा एक्सक्युज दिन्छन्। एउटा त रिमोट एरिया भनेर एक्सक्युज दिन्छन्। यहाँ चाहिँ औषधिहरू ल्याउँदाखेरि चाहिँ प्लेनमा हालेर ल्याउनुपर्छ, गाडीमा ल्याउनलाई 4-5 दिन लाग्छ। हो हुन त गाडीमा ल्याउनु पनि 4-5 दिन लाग्छ। 4-5 दिनमा त आउनु पर्यो नि त, होइन त।
सरकारी ठाउँमा चाहिँ बजेटै छैन औषधिको लागि। अब म कहाँबाट मेरो घरबाट ल्याऊँ, मेरो घरमा बजेट बन्छ भनेर रिस्पोन्स आउँछ। अब यही भन्दै गर्दा केही भन्यो भने चाहिँ अगेन्स्टमा केही बोल्यो भने तँलाई भित्तामा पुऱ्याइदिन्छसम्म भन्ने आउँछ, धम्की पनि आउँछ कि म्याम। अब अर्थको एउटा सामान्य केस म्याम, अघि भर्खर एउटा बच्चा आएको थियो 12 वर्षको, खेल्दा खेल्दै एकजनाले यसरी धक्काले छ, यसरी खसेछ, यो प्याट्ट भाँचिएछ म्याम। कोही अर्थोपेडिसियन भएको भइदिएले उसले चाहिँ यहीँ म्यानेज गर्न सक्थ्यो। एउटा बिरामीलाई यहाँबाट तल जानलाई म्याम मिनिममदेखि 12 देखि 16,000 चाहिँ फ्लाइटमा लाग्छ म्याम, गाडीमा गयो भने 3 दिन लाग्छ। त्यही नै टिकट पाउनलाई एकदमै गाह्रो छ। म तल गएको बेलामा एकचोटि म 12 दिनसम्म रोकेछु म्याम होटलमा, पर डे 3000 तिरेको छु कि। अनि यस्तो ठाउँमा को आउँछ म्याम बस्नलाई? अनि त्यो टिकट पाउनको लागि पनि म्याम पावर चाहियो। सबभन्दा ठुलो कुरा त त्यही हो यहाँको, सबै ठुलो कुरा पावर। अब त्यही माथि अर्को राजनीतिको कुरा त के हो। अब त्यो पावरमा भएपछि मान्छेहरूको काम एउटाले गर्छ, वाइ अर्कैले पाइरहेछ, यस्तै हुन्छ कि यहाँ त एकदमै गाह्रो छ। म लास्टै नै माया लाएर आएको मान्छे हो। म चाहिँ लगभग मैले चाहिँ युएसको इक्जामहरू दिइसकेको छु सबै कुराहरू। त्यही पनि मलाई एकचोटि चाहिँ मलाई आफ्नो जन्मभूमिको चाहिँ ऋण चुकाउनु छ भनेर पनि मन आएको हो होइन। कर्णाली भनेको सबै एउटै हो, जुम्ला भए पनि हुम्ला पनि जान्छु भनेर म हुम्ला आएँ। तर अहिले बिरामीलाई देखेर टिट लाग्छ, माया लाग्छ, तर मैले गर्न सक्दा म गर्छु, तर पनि सेटिस्फ्याक्सन छैन कि त्यो फुल्ली चाहिँ मैले गर्न सकेको छैन। बाँधिनुपर्छ। त्यही माथि डराउनु पनि पर्छ कहिलेकाहीँ। अब कोही बिरामी आउँछ, नर्मल बिरामी हुन्छ, ल मानु कसैको ग्यास्ट्राइटिस भएर आइरहेको छ, ल मानु अर्को मान्छे प्याङ्क्रियाटाइटिस जस्तो सस्पेक्ट गरिरहेको छ मैले, यो मान्छेको पावर छ अरे, यो के अरे यो ग्यास्ट्रिक पेट दुख्यो भने मान्छे आउँछन्, झपाझप बसिदिन्छन्, 10-15 जना आइदिन्छन्, ठुलो अनि गाह्रो पारिदिन्छन्। अब अर्को प्याङ्क्रियाटाइटिसको मान्छेलाई हेर्न नै गाह्रो हुन्छ कि, गाउँघर पछाडि परेको पोलिटिक्सको कारणले नै हो कि। फेरि त्यसमा पनि सबभन्दा पछाडिको हुम्लामा पनि सबभन्दा धेरै पोलिटिक्स छ कि। अब हाम्रोभन्दा माथि हामी मेडिकल अफिसर हो, हामीभन्दा माथि जसलाई कन्ट्रोल गर्छ ऊ पनि पोलिटिक्समा छ, त्यसलाई पनि कन्ट्रोल गर्ने पनि पोलिटिक्समा छ। यो पुरै जन्जाल छ। अब मैले यति भन्दै त म यहाँ निस्किन्छु, मलाई निकाल्छन्, निस्किनु पर्छ। अब यस्तै छ यहाँ। त्यो हाम्रोतिरको कल्चरै हेर्दाखेरि माया लाग्ने खालको छ कि, अनि मान्छेको अनुहार हेर्दाखेरि माया लाग्ने छ। त्यो निश्चल भावना छ कि, हाई लेभलको मान्छे र लो लेभलको मान्छे बिचको मान्छे भन्ने छैन कि यहाँ, कि एकदमै तलै छ कि माथि नै छ। जो बिचको मान्छे छ त्यो यहाँ बस्न सकेको छैन, तल गइसकेको छ। यहाँको मान्छेले रगत चुसेको छ, यहाँको मान्छे तलबाट स्ट्रगल गरेको छ, बिचको मान्छे तल गइरहेको कि बाँच्नलाई। मलाई चाहिँ यहाँ यही फिल हुन्छ। एकदमै गाह्रो छ म्याम। डाक्टर भएर उपचार मात्रै गर्छु भनेर उपचार पहिला सुरुमा त यहाँ यो बिरामीको मात्र उपचार भन्दा पनि यहाँको अस्पतालकै उपचार गर्नुपर्ने भएको छ। यो भन्दै गर्दा कस्तो गाह्रो भइरहेको भन्दा चाहिँ डर पनि लागिरहेको, तर रियल कुरा भनिरहेको छु, बिरामीकै लागि भनिरहेको छु। म यहाँ हुँदैन होला, किन भन्दाखेरि यहाँबाट मलाई निकाल्छन्, तर केही न केही त चेन्ज आओस् न, उपचार होस् हस्पिटलभन्दा माथिको मान्छेहरूको। कर्णालीको ज्वरो आफैले भोगेर हुर्केका डाक्टर बुढाले अवसरहरू छाडेर आफ्नै भूगोलको माटो रोजेका थिए। तर 7 महिनाको अन्तरालमा तलदेखि माथिसम्मका व्यथितिहरूले यी जेएनजी डाक्टरलाई गलाइसकेको रहेछ। यहाँ म्याम अब यो जिल्ला अस्पताल भनेपछि जिल्लाभरिको केस रिफर हुने यही ठाउँ हो। एउटा पहिलो कुरा युरिक एसिडसम्म छैन कि हाम्रोमा। कोही मान्छेले युरिक एसिड मैले सस्पेक्ट गरेँ भने युरिक एसिड हो कि होइन भने म कसरी थाहा पाउनु। कोही मान्छे प्रेग्नेन्ट भएर आयो भने चाहिँ म्याम पहिलासम्म युपिटी छैन कि, किटै छैन। पहिला प्रेग्नेन्ट छ छैन भने त सुरुमा जाँदा हामीले युपिटी गर्नु पऱ्यो नि, फार्मेसीहरूमा गएर ल्याएर आउनु, अनि हामी हेर्छौँ भन्यो भने यो अहिले सकिसक्यो हाम्रोमा। अब यो कतिसम्मको दयनीय अवस्था छ कि त्यस्तै छ म्याम, गाह्रो हुन्छ। अब एक्सरे बिग्रियो भने 1.5 महिना 2 महिनासम्म बन्द भइदिन सक्छ। अनि अर्को भनेको चिसो ठाउँ भएर पनि एक्सरे तात्तिन पर्छ म्याम, केही नभएछ अब एसी त केही छैन, त्यस्तो कुरा यस्तो छैन। बत्ती पनि गइराख्दो रहेछ है, बत्ती पनि गइरहेको छ म्याम, गाह्रो छ। कसको जिम्मेवारी हो, कहाँनिर हस्तक्षेप चाहिएको छ अहिले यो सुधार्नलाई चाहिँ? कसलाई सम्हालिसक्नु म्याम,
हामीभन्दा माथिकोलाई सम्हाल्ने कि त्योभन्दा माथिकोलाई सम्हाल्ने कि बिरामीलाई सम्हाल्ने कि हामी त म त म्याम गर्ने नै भनेर म चाहिँ गर्छु, म त जाँदैन, यहाँबाट म निस्क्यो भने म यहाँ बस्दैन, देशमै बस्दैन, म बाहिरै जान्छु, यो देशमा चाहिँ बस्दैन। तपाईँलाई त्यस्तो हजुर यो वितृष्णा भइसकेको छ। माया भएर यहाँ आएको म, न त म टिचिङमै काम गरिरहेको थिएँ म्याम, त्यहाँ गर्दा गर्दै मैले छोडेर यहाँ आएको म्याम। स्टिल अब यहाँ काम गर्न गाह्रो छ, गाह्रो भएर पनि गरिरहेको छु। अब यति भन्दै गर्दा अब यहाँ निस्काल्यो भनेपछि म यहाँ बसेर के काम ढुक्कै गर्छु। सुधार हुन्छ होला, मलाई चाहिँ त्यस्तो आशा लाग्छ। आश मलाई त लाग्दैन, यहाँ गाह्रै छ। एउटा यस्तो मान्छे आउनुपर्छ यो ठाउँमा जो सेवा गर्न आएको, म यो हस्पिटलको ट्रिटमेन्ट गर्छु, हस्पिटललाई हल्लाउने मान्छेहरूको ट्रिटमेन्ट गर्छु भनेर जो मान्छे एकदमै पोलिटिकली स्टेबल मान्छे जो सम्हाल्न सक्ने, जो अनि त्यो मान्छे आएर चाहिँ यहाँ सम्हाल्यो भनेपछि म्याम राम्रो होला। फेरि अन्त 10 दिनको खाने औषधि दिनुभयो, अझ पनि अलिकति ठिक भएन सर। यो ढाड पनि दुख्या, तल्लो पेट पनि दुख्या। अन्त फेरि आज आएँ, यो 2टा औषधि दिनुभयो, 2टा औषधि किन्नु भन्नुभयो, भिडियो एक्सरे बिग्रिया छ भन्नु। भिडियो एक्सरे पनि लेखिदिनु भएको थियो? भन्नुभएको थियो भिडियो एक्सरे आउनुपर्छ, बिग्रिया छ भन्नुभयो। ए अब कहाँ गर्ने त भिडियो एक्सरे? अब कहीँ नआउने सर, घर जाने अनि त्यही त। तेस्रोको औषधि पनि पाइँदैन, तेस्रोको औषधि पनि धेरै किनी खानुपर्छ, खालि किनी खानुपर्छ। अल्ली पर औषधि र भ्याक्सिनहरू राख्ने भण्डार कोठा छ। छेउमा म्याद गुज्रिएका औषधिहरूको डम्पिङ साइट। कति धेरै औषधि त्यहाँ फालिराखेको रहेछ होइन। डेट सकिन लागेको औषधिहरू चाहिँ त्यहाँतिर आउँछ हो। के छ तपाईँ स्टोरमा काम गर्दाखेरि? भन्नुभयो प्रदेशलाई पनि हामीले भनिसकेको, आपूर्तिलाई पनि नियर एक्सपायर भएको हुम्लामा नपठाइदिनुहोस्, यहाँबाट ढुवानी गर्नलाई पनि हामीलाई अप्ठ्यारो छ। प्लेनबाट हालेर तपाईँलाई रिटर्न गर्न पनि गाह्रो, किन अलिकति लङ टाइमको तपाईँको औषधि हामीलाई पठाइदिनु भयो भने हामीलाई सहज हुन्छ। एक त दुर्गम ठाउँ छ होइन, हामीले भनेर भनिरहेछौँ। त्यो पुरानो औषधि हजुरले हेर्नुभएको हो, रियल हो, म आफै स्टोरको मान्छे, हजुरलाई मैले भनिहालेँ पुरानो औषधि यहाँ यसमा थन्काउनु त भएन, त्यो भनेर हामीले। तर आउने औषधिहरू पनि डेट सकिन लागेको औषधिहरू चाहिँ यता आइपुग्छ तलबाट पनि? प्रायः सब आउँछ, पठाउनुहुन्छ उहाँहरूले, रियल हो। नियर एक्सपायर भएको औषधि पठाए फेरि हामी रिटर्न गर्नु छैन, अब यसलाई राख्छौँ, त्यो औषधिको बिरामी आइदिएन भने त्यो त्यत्तिकै डिस्पोज गर्नुपर्ने अवस्था हुन्छ। हामी त्यो छुट्याएर राखेको छौँ यतातिरको। यो एक्सपायर भएको छ, त्यो छुट्याएर राखेको। जनवरीमै डेट एक्सपायर भइसक्यो। त्यस्तो छुट्याएर राखेको। मक्किएका र ढुसी लागेका भवन छन्। बिरामीका रगत, र्याल र दिसा पिसाबसँग खेल्नुपर्ने प्रयोगशालामा धाराबाट पानी आउँदैन। करोडौँका उपकरण वर्षौँदेखि थन्केका छन्। ल्याबका भक्ति फडेराले कुन मनोबलले काम गरिरहेका होलान्? यो मेसिन चाहिँ खतरा मेसिन हो। धेरै राम्रो, फुल्ली अटोमेटेड भन्नाले चाहिँ हामी ब्लडहरू स्याम्पल कलेक्सन गरेर चाहिँ त्यसमा चाहिँ सिस्टममा चाहिँ कम्प्युटिङ गरेर चाहिँ राख्यो भने त्यसले अटोमेटेड चाहिँ स्याम्पल टेस्ट रन गर्छ। कति जति पर्ला है? यो सबै गरेर लगभग मलाई लाग्छ करोडभन्दा माथि हुनसक्छ। कति समय भयो यो थन्केर बसेको? यो 3वटा यहाँ छ, लगभग 3 वर्ष भयो होला, 3-4वटा मेसिन जति छ। थाइरोइडहरू, सुगरहरूको लागि, अनि हेमाटोलोजी भन्छ, सिबिसीहरू टेस्ट गर्नलाई चाहिँ त्यो सबै टेस्टहरूको लागि मेसिन हो। हामी चाहिँ यहाँ सञ्चालन गर्न सक्ने अवस्था चाहिँ छैन हाम्रो। किन त भन्दाखेरि हामी म्यान पावर चाहिँ हामी कम्पिटेन्ट छौँ, हामी सक्छौँ, तर चाहिँ हाम्रो यहाँ टेस्ट गर्ने चाहिँ बिल्डिङ चाहिँ राम्रो छैन। अब यस्तो धुलो छ हेर्नु न, अब यो धुलो बिहान बेलुका सफा गरेर चाहिँ गयो, मजाले पुछेर गयो भने बिहान आउँदाखेरि फेरि यस्तो धुलो बसिराखेको हुन्छ। त्यो हुँदाखेरि चाहिँ मेसिन अब एकदम धुलो चाहिँ फ्री हुनुपर्छ। अब ओइल मेन्टेन हुनु पर्यो, टेम्परेचर, त्यसपछि डस्ट, त्यसपछि पावर, यिनीहरू चाहिँ हुन सक्दैन। त्यो हुँदाखेरि चाहिँ एकदम चुनौती छ। निरन्तर चाहियो, त्यसलाई निरन्तर पनि एकदम एउटै ब्यालेन्समा फलो मात्रामा जाने हुनु पर्यो।
यो चाहिँ जेन एक्सपर्ट ट्रुनेट चाहिँ स्पेसल टिभीको लागि हो। यो चाहिँ पिसिआर मेसिन हो। अब यहाँ पनि हामीले एसी चाहिन्छ। यो एसी छैन, तर यहाँ हेर्नु हजुरले यो हिटर हालेर चाहिँ हामीले काम गरिराखेका छौँ। अब यति गरेन भने बिरामीलाई स्पुटमको लागि पनि मात्रै तल पठाउन सकिँदैन होइन। त्यो हुँदाखेरि चाहिँ अब यहीँलाई यो चाहिँ बाली राख्यो भने अलिक टेम्परेचर चाहिँ अलिकति मेन्टेन हुन्छ। नत्र यो बलेन भने त्यो एकदम चिसो हुन्छ। अहिले त ठिकै छ। यो अहिले मौसम छ। अब जाडो मौसममा यो सम्भवै छैन सञ्चालन गर्नलाई। काम गर्छु भनेर चाहिँ हाम्रो नलेज अब यहाँ हामी इन्भाइरोमेन्ट भन्ने कि अब यहाँ गभर्मेन्टको पोलिसी के हो। त्यो हुँदाखेरि चाहिँ हाम्रो नलेज पनि हामीले चाहिँ बिस्तारै डोमिनेट भइसकेको छ क्या। यो जिल्ला हस्पिटलमा हामी लगभग सबै यङ युजकै जेनजी ग्रुपकै छ। लगभग 60% गरौँ भन्ने छन्, तर अलिकति च्यालेन्जिङ छ। मेसिनहरू चाहिँ छ। अब यसको स्ट्यान्डर्ड अनुसार हामीले यसको डिपार्टमेन्ट वाइज चाहिँ फरक फरक हुनुपर्ने हो क्या। अब इन्फेक्सियस हुन्छ, अब कहिलेकाहीँ रोग सर्ने कुराहरू हुन्छ। त्यो हुँदाखेरि पनि खास अब कार्पेट नहालेर गर्नुपर्ने, यहाँको अवस्था हेरेर चाहिँ व्यवस्था गर्नुपर्ने अवस्था छ क्या। जुवाड गरेको यो अब टाइल हालेर चाहिँ सफा गर्नलाई चाहिँ अब हामीले फिनाइलहरूले चाहिँ डिसइन्फेक्टेन्ट त गर्नु पऱ्यो। अब त्यो गर्नलाई सजिलो हुन्थ्यो। अब यो भयो भने अब यसमा चाहिँ डिसइन्फेक्टेन्ट गऱ्यो भने यो कार्पेट पनि जल्दिन्छ, टुक्रा टुक्रा भइदिन्छ क्या। जाडो -16-17 डिग्रीसम्म पुग्छ हेर्नु। अब त्यो हुँदाखेरि चाहिँ यो मेसिनहरू चाहिँ चल्नै सक्दैन। 1-2 दिन, कहिलेकाहीँ 2-3 घन्टा 4-5 घन्टा स्टप पनि गर्नुपर्ने हुन्छ। टेम्परेचर पुग्दैन। अब त्यो बेला फेरि जाडोको बेला हिउँ परिराखेको हुन्छ, पानी के अरे बत्ती स्मुथली पावर आउँदैन। अनि त्यो हुँदाखेरि चाहिँ मेसिनहरूलाई चाहिँ अब स्याहार त गर्नु पऱ्यो। 1 दिन रिस्क लिएर चलायो, फेरि 10 दिन चलेन भने त हामीले अब आफ्नो घरको सम्पत्तिभन्दा पनि बढी माया गरेर चाहिँ यी मेसिनहरूलाई राखेका छौँ क्या। अब धुलो परिदिन्छ क्या। हेर्नु, अब बिहान हिजो सफा गरेर गएको, अहिले बिहान पनि सफा गरे, अब बिहान फेरि त्यो गर्नुपर्छ। पानी पनि समस्या भएर हेर्नु, हामीले यसरी चाहिँ हाम्रो कागले यसरी जुगाएर राख्नु। अब पानी कहाँबाट ल्याउनुहुन्छ, यहाँ ड्रममा राख्ने, हामीले हात धुने, यो सफा गर्नलाई पनि यसरी जुगाड गरिराख्नु पर्छ। अब यो धारामा चाहिँ कहिलेकाहीँ आउँछ पानी, अहिले चाहिँ सर्टेज छ, धेरै सर्टेज छ। हस्पिटलमै सर्टेज छ। त्यो हुँदाखेरि चाहिँ अहिले छैन। अब यो हुँदाखेरि चाहिँ ड्रम यो बाल्टिनहरूमा पानी जमाएर राख्नुहुन्छ। तपाईँको नाम चाहिँ? मेरो डिकेन्द्र राणा। हजुर। मेरो पद चाहिँ सिआई हो। इभन मेरो घर चाहिँ सुर्खेत हो। हजुर, म यहाँ आएको चाहिँ साउनदेखि हो। म पहिला स्वास्थ्यकै मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा बस्थेँ। त्यहाँ बस्दै गर्दा त झन् धेरै हस्पिटलको बारेमा, दसैँ जिल्लाको हस्पिटलको बारेमा मलाई लगभग थाहा छ कि। हुन त अब यो हजुरको गत सालको समीक्षामा यो पहिलो जिल्ला हो। राम्रो भनेर पहिले जिल्ला हो यो हुम्ला। पहिलो जिल्ला हो। तर म यहाँ आउँदा यथार्थ अलिकति फरक छ हजुरको। तर पहिलो कुरा कार्यालय प्रमुख नै बस्नुहुन्न। अब कार्यालय प्रमुख नै नबसे, टाइमै नदिएपछि त्यो अफिस कस्तो होला। एउटा एमडिजिपी विशेषज्ञ डाक्टर एउटा हो। यति दुर्गम जिल्ला, कर्णालीको सबैभन्दा दुर्गम जिल्ला हुम्लामा हजुरको एउटा विशेषज्ञ चिकित्सक उहाँ मात्रै हो। विशेषज्ञ चिकित्सक भइसकेपछि तपाईँले फुल टाइम बस्नु पऱ्यो, टाइम दिनु पऱ्यो। तर कार्यालय प्रमुख उहाँ हो, उहाँ एमडिजिपी हो। एमडिजिपी भनेको त पाहाडको लागि त, दुर्गम ठाउँको लागि राजा हो क्या। अनि उहाँले चाहिँ प्रायोरिटी हजुरको तालिम, गोष्ठी, सेमिनारलाई दिनुहुन्छ क्या। अनि त्यसले गर्दाखेरि के हुन्छ त भने जति उहाँ विशेषज्ञ सेवा पाउनुपर्ने यहाँको जनताले त्यो पाएको छैन कि यथार्थ कुरामा। जटिल खालको प्रसुति डेलिभरी आयो भने त अपरेसन गर्नु पऱ्यो, त्यो कसले गर्ने? अरू मेडिकल अफिसरले उहाँहरूले त गर्नुहुन्न, उहाँहरूलाई त्यो अथोराइज पनि छैन। अनि रिफर हुन्छ। दोस्रो कुरा के छ भन्दाखेरि हजुरको अनि औषधिको अभाव छ। यहाँ टाढाबाट बिरामी आउँछ, बिचरा औषधि नपाएर जाँदाखेरि मन खिन्न त हुन्छ नि त त्यो। अनि तेस्रो कुरा अनि हजुरको अब ल्याब टेस्ट इन्भेस्टिगेसन हुन्छ नि त। ल्याब इन्भेस्टिगेसनमा अब रिएजेन्ट छैन भन्नुहुन्छ ल्याबको इन्चार्ज साथीले। अस्ति इभन सिबिसी भनेको कमन जसलाई पनि गर्ने हो हजुर, हामीलाई गर्ने हो। इन्फेक्सन हाम्रो शरीरमा कतिको इन्फेक्सन छ भनेर चाहिँ सिबिसी टेस्ट गर्ने, त्यो रिएजेन्ट छैन भन्नुहुन्छ। 10 दिन अगाडिको कुरा हो। एक्सरे भएको छैन, 3-4 दिन भयो। किनभने एक्सरेको फिल्म छ नि, त्यो छैन भन्नुहुन्थ्यो। अनि के गर्नुहुन्छ, कसरी काम चलाउनु भएको छ डाक्टर साहब भन्यो भने मैले। अनि उहाँले के भन्नुहुन्थ्यो, अब त्यहाँ गएर फोटो खिच्ने, अनि त्यो फोटो चाहिँ अनि हामीले मोबाइलबाट खिच्ने, अथवा त्यहाँ गएर प्रत्यक्ष मैले हेर्ने भन्नुहुन्थ्यो डाक्टर साहबले।
दिनभरि अस्पताल घुमिरहँदा बिरामीभन्दा धेरै स्वास्थ्यकर्मी निराश भेटिए। कतिपयले सिस्टम र नीतिको दोष देखाए, कतिपयले चाहिँ अस्पतालकै प्रमुखको। हामीले अस्पतालका प्रमुख डाक्टर उमाकान्त तिवारीलाई पनि भेट्यौँ। यो जुन यो दरबन्दी थेरी छ, यो अनुसार हेर्ने हो भने हजुर यो ओएनएम अनुसार कन्सल्टेन्ट फिजिसियन 9-10औं तहको एकजना हुनुपर्छ भनेको छ। इन्डिभिजुअल कन्सल्टेन्ट यो प्रदेशले धान्दैन र यो जिल्लै यो देशले धान्दैन। त्यही भएर ऊ बेला यिनीहरूले जेनरल फिजिसियन राखे, अहिलेसम्म चाहिँ आएको छैन, हुम्लामा पाइल टेकेको छैन, कोही पनि छैन। अब दोस्रोमा आउँ कन्सल्टेन्ट अब्स्टेटिक एन्ड गाइनिकोलोजिस्ट भनेको छ, प्रसुति रोग विशेषज्ञ, त्यो पनि एकजना र अहिलेसम्म हुम्लामा आउनु भएको छैन। अब त्यो किन राखियो ती तलकाहरूलाई थाहा होला। र मैले भने यो ओएनएमै कर्णालीको मिलेकै छैन, यो कामै छैन। ऊ बेला जाँड खाएर बनायो के बनायो भगवान् जाने। थर्ड कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट सर्जन भने जेनरल सर्जन त बुझ्नुहुन्छ, ऊ चाहिँ पनि 9 र 10औं तहकै हुन्छ, अहिलेसम्म हुम्लामा पाइलो टेक्या छैन। कन्सल्टेन्ट भनेको माथिको 3टा खाली छ, चौथोमा मेडिकल अधिकृत 8औं तहको हाम्रोमा चाहिँ 4 जना हुन्छ। एकजना प्रसुति विधामा हुनुहुन्छ, एकजना स्टडी लिभमा हुनुहुन्छ, एकजना स्टडी लिभमा हुनुहुन्छ, अर्को म भएँ म आफै, एकजना सङ्घबाट काजमा आउनुभएको छ। म 8औं मेडिकल अधिकृतको रूपमा कार्यरत हुँ, तर मेरो पेसाले चाहिँ म एमडी जेनरल प्र्याक्टिसमा गरेँ। भने मतलब पद चाहिँ 8औं हो, प्रदेशले चिन्ने, तर मैले काम माथिको 3टा गर्छु, एमडी जिपी हुँ म चाहिँ। अब म पनि मान्छे हुँ, कुनै दिन तल झरेपछि यहाँ आमा हेली रेस्क्यु गर्नु पर्यो, अरूको त अपरेसन गर्ने मान्छे छैन, आमालाई त बचाउनु पर्यो एनी हाउ। धेरैजनाले कार्यालय प्रमुख चाहिँ त्यति धेरै बस्नु भएको देखिँदैन भनेर भन्नुहुन्छ कि हामीलाई। अब कुरा उठाउनु भयो नि, यो 14 महिना मेरो एउटा छोरो जन्म्यो, मैले प्याटर्निटी लिभ लिएको छैन। छोरो जन्म्यो, म नवारणमा गएको छैन, तर कार्यालय प्रमुखले रिभ्यूमा आइजा भन्ला, म चाहिँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्व एसिस्टेन्ट प्रोफेसर पनि हो, प्रेजेन्टेसन गर्न आइजा भन्ला, त्यहाँ त जानु पऱ्यो नि, कि जाने होइन। मानव खोपको कार्यक्रम भयो, कार्यालय प्रमुख र फोकल पर्सन आउनु होला, त्यहाँ नगएपछि निर्देशनालयको डाइरेक्टर हुम्लाको हाकिमले हामीलाई नटेर्ने, अथवा म बिरामी हुँला 24 घन्टा, मान्छेको त लाइफ हो नि, चाहिँ अहिले हामीलाई केही भयो, हेली बिर्सिदिनुहोस्, प्लेन बिर्सिदिनुहोस्, यो त अहिले जात्रा चलिरहेको भएर मात्र आएका हुन्, जे उडिरहेको केही भयो भने अब सोध्नुहोस् त डाँडा काँडा रेस्क्यु गर्ने को छ, यसपछि प्लेन पनि आउँदैन, हेली पनि आउँदैन, त्यो यथार्थ। कन्सल्टेन्ट त न्यूनतम 2 जना चाहियो नि त हजुर। मन्त्रालय विभाग र तल प्रदेश जबसम्म सुत्दैन, माथि एउटा गनाउने पानी आइरहेको, तल हामीले सफा गरेर गरेर के हुन्छ आइरहेको छ, लटरपट चलाउँदै गर केटा, अब भइहाल्छ भने यस्तो सिस्टम चलाउँदै गरेर चल्छ। मलाई औषधि खरिदमा 15 लाख रुपियाँ रहेछ। यसो सोच्नुहोस्, यत्रो जिल्ला बिरामी रेसियो हेर्नुहोस्, यो 15 लाख रुपियाँ हेर्नुहोस्, 4 महिनामा त्यो भ्याइन्छ। ल्याबमा मलाई वर्षभरिलाई 6 लाख रुपियाँ छुट्याएको छ, यो 6 लाख असोजमा भ्याइयो। असोजदेखि अहिलेसम्म मैले के गरेको छु होला, तपाईँलाई विश्वास लाग्दैन होला। मान्छे मर्ने बेला जुन सिपिआर दिइन्छ, त्योभन्दा पनि अझ महत्त्वपूर्ण भने आमा डेलिभरी भइन् भने रगत नगओस् भनेर अक्जिटोसिन भन्ने औषधि हुन्छ हजुर, त्यो औषधि दिएन भने पिपिएच भएर आमा मर्छिन्। 5वटा केस मेरो ब्याक टु ब्याक डेलिभरी हुँदै थियो, जिल्लामा एउटा अक्जिटोसिन थियो। अनि त्यो बेला अक्जिटोसिन व्यवस्था कसरी गरियो होला, प्रदेशमा सोध्छु स्टक एउटा पनि छैन भन्छु, जसले हामीलाई दिने हो, जहाँ खरिदमा करोडौँ छ। सशुल्क फार्मेसीमा गयौँ, यो वर्षभरि टेन्डरै भएन, औषधि नै आएन भन्ने कुरा थाहा पायौँ त्यहाँबाट। निःशुल्कमा गयौँ, डेट एक्सपायर औषधिहरू, कति औषधिहरू त छैनन्, अन्त जानु भनेर भन्नुपर्ने यो अवस्था छ भनेर भन्नुभयो, यो चाहिँ किन? अब भनिदिइहाल्छु, 1.5 महिना अगाडि आपूर्तिबाट निःशुल्कको औषधि आएको सुर्खेत, 1.5 महिना मात्र एक्सपायरी डेट छ, 100औं कार्टुन पठाएको छ। चाहिने चाहिँ सिटामोल छैन, फेरि जाबो सिटामोल। हामी त अब अहिलेको युगमा 83 सालमा पनि सिटामोल छैन भन्नु दिगदार लाग्दो सिस्टम हो नि। सकिन लागिसक्यो हेर्नुहोस् आर्थिक वर्ष, भर्खर त्यो पनि चाहिने आएको छैन, त्यो सायद 1.5 महिनामा एक्सपायरी जान्छ भनेपछि यो चाहिँ सिस्टम सुधारौँ भन्छु मैले। अनि अर्को सशुल्क फार्मेसी कुरा कति राम्रो कुरा, कस्ता बिरामी आउँछन् दाजुभाइहरू थाहा छ, झन्डै 60 देखि 70% फ्री दिनुपर्छ मैले, त्यो साइन गरेर हाम्रो एसएसयू भन्ने, बाँकीलाई पनि न्यूनतम शुल्कमा पैसा पर्ने हुन्छ। अब जति पैसा बिरामीले पैसा तिर्न सक्यो त्यति समिति स्ट्रङ होला नि, त्यो समिति खातामा जाने पैसा हो। पैसा टन्न थुपारेर समितिबाट औषधि खरिद नगरे पनि होइन। अनि त्यही भएर म्याडम हामीले जोहो गरेर चलाएका हौँ। स्वास्थ्य जस्तो क्षेत्रमा पनि जोहो गर्नुपर्ने है। म आफैलाई धिक्कार्दैछु। म युएसएमएलई प्रिपेयर गरेर 2013 मा जान खोजेको मान्छे यो देशमा किन बसेँ भन्दाखेरि यस्तै स्ट्रेट फरवर्ड बोले बात मलाई नि लखेटिन्थ्यो। सिस्टम कमजोर, हामी जस्तो डाक्टर तिवारी पावरफुल भयो कि हाम्रो हेल्थ सिस्टम कमजोर भयो। एउटा उदाहरण नि यसै जस्तो
भोलि बिहान म हुने बेलासम्म यो अड्डा राम्रो अथवा नराम्रो हुने, अर्को आएपछि राम्रो अथवा नराम्रो हुने, त्यो गलत हो नि त। अनि अर्को नि त्यो स्टोरमा सामान आएको त्यतिकै थन्किरहेको छ। अब करोडौँका मेसिन खरिद गरेर पठाइदिने, यहाँ डम्प हुने चलन नेपालको पुरानो होइन, बिरमानी छ, विभागमा नि छ। सुर्खेतमा विभागमा बिग्रिँदा आजको भोलि बनाउन सकिन्छ हजुर, यो ठाउँमा बनाइँदैन र बिरामी मर्छ हो कि सामान्य एक्सरे इसिजीको पेपरै हुन्न रहेछ। अब राम्रो कुरा कति राम्रो ठिक छ। यो के भइदियो भने यो त घरमा पनि बाबुआमाले आज यो सकियो भनेपछि उसलाई नि त गर्न टाइम लाग्ला। घरमा किने जस्तो त होइन होला, सिस्टममा जानु पर्यो, कोटेसनमा जानुपर्ने होला। सिबिसी भएन, बिरामी फर्के। रियाजेन्ट चाहिँ सकिएको, यो किन सकियो भन्दा मसँग रियाजेन्ट खरिद वर्षभरि हुम्लालाई 6 लाख पठायो, अघि पनि भने 6 लाख मेरो असोजमा भ्याइएको, यो पनि निवेदन गरेँ। अब बाँकी त जो हो त गर्नु पर्ने, अहिले जो हो भन्नु, त्यही सिबिसीको रियाजेन्ट स्पेसल। त्यो सिबिसी चाहिँ आवश्यकै पर्यो भने मैले आयुर्वेदमा पठाउँछु, हाम्रो कोअर्डिनेसन भइरहेको हुन्छ। ल यो बिरामीको सिबिसी गरिदिनु होला है भन्छु, उनले गरिदिन्छन् पनि। त्यो हो त्यो यथार्थ हो। त्यहाँ ल्याबमा गएको थिएँ, धारामा पानी आउँदैन रहेछ। के त्यसो भने स्वास्थ्य कार्यालयको कार्यालय प्रमुख लेखा र स्टोरले पानी बनाउनु पर्ने हो भने त अब अर्को वर्ष मेरो जेडी अर्को थपिदिनु पर्यो। 3 चोटि चाहिँ गएर आइसकेको छु। पानी आउँदैन। पानी अरू अड्डा जानु होला रेगुलर आउँछ, जबकि बिरामी छ, स्वास्थ्यसँग सम्बन्धित छ, हाइजिनका कुरा छन्, सेनिटेसनका कुरा छन्, टोयलेटका कुरा छन्। जिल्लाका कन्सर्न मान्छेहरूलाई हामीले टाइममा इन्फर्म गरेका छौँ। स्वास्थ्य महत्त्वपूर्ण है, पानी त देऊ, पानीको व्यवस्था गर भनेको छौँ। तर यो सोलुसन स्थायी समाधान आएको छैन। लाखौँको मेसिन फेरि थन्किरहेको रहेछ, थाइरोइड धरि चेक गर्नलाई सक्दैन रहेछ, सुगर चेक गर्नलाई अप्ठ्यारो रहेछ। थाइरोइड अस्ति दुःख लाग्यो, एकजना मैले चिनेको वीरको डाक्टर साहब हुनुहुन्थ्यो, यसरी बसिरहनु भएको थियो। मेरा हुम्लाका आमा बुवा 2 जना यसरी बसेका थिए। थाइरोइड चेक गर्न हुम्लाबाट वीर आयो र उनको भ्युज त बढ्यो हजुर, 150-200 सेयर थिए हजुर, कन्टेन्ट थियो हजुर। 20-30 लाखको मेरो मसिन मन कार्यालय पखमा नआउँदै निर्देशनालयबाट तलैबाट आइसकेको थियो हजुर। त्यो फङ्सनिङमा किन भएन भन्दा एक BMLT गरे, ब्याचलर इन ल्याबमा। अर्को भने त्यसका लागि स्पेस चाहिन्छ हजुर, ठाउँ चाहिन्छ हजुर। अब मेरो अस्पताल त हेर्नु भयो कति जीर्णमा काम गरिरहेको अवस्था छ। त्यही भएर अस्पताल बिरामी भयो भन्दा पनि तर जुन एस्पेक्ट जिल्ला अस्पतालमा जे हुनुपर्ने हो त्यो चाहिँ भएको छैन। यो अनुसार जे हुनुपर्ने हो भएको छैन। कन्सल्टेन्ट यहाँ आउनै मान्दैनन्, किन उनीहरूको पे नै छैन। नेपाल सरकारको 48,000 स्यालेरी हो मेरो, म यहाँ बोकेको छु फकिर भएर 48,000मा के पुग्छ भने मेरो पनि केही छोराछोरी होला के अरे। कन्सल्टेन्ट आउनु मान्दैन, प्राइभेट प्र्याक्टिस छैन भाइ। अलिकति अनसन तनाव दिनाछ मान्छे हिँडिहाल्छ, म किन गर्ने। तपाईँ के जाने विचार गर्नुभएको? मेरो आउँदैछ, म अब अस्ति सरुवामा आएको, अझ तपाईँ बस्नुहोस् भन्थेँ मैले। वैशाख 3 गते सरुवामा। फर्स्ट कार्य सम्पादन मूल्याङ्कनमा हामी फर्स्ट हो। मुगु हुम्लासँग जोड्ने हो, डोल्पासँग जोड्ने हो भने फर्स्ट भइएछ। त्यति मात्रै होइन, अब अहिले यही काम गरेर होला 2-2टा नेसनल अवार्ड पनि दिए यो देशले। तर मन खुसी त मेरो छैन। हुम्ला स्वास्थ्य कार्यालय यस्तो छ भने अरू के होला त्यसो। यो इन्डिकेटरमा यति नम्बर, यो इन्डिकेटरमा यति नम्बर, त्यो अनुसार नम्बर पायो, फर्स्ट भयो। हेर्नुहोस् ठन्डा यसरी चलिरहेको भने स्थिति चाहिँ रुन मन लाग्यो। मजाक छैन नि म्याडम। अनि हामी काठमाडौँमा तल बजेर स्टार होटल ठुल्ठुलो के सिस्टम माया लाग्दो छ। हेर्नुहोस् यो सुधार्नु पर्छ, त्यो माया लाग्दो चाहिँ यो सुधार्नु। गर्मी लागेसँगै हुम्लाका आकाशमा मानसरोवर जाने तीर्थयात्री बोकेका हवाईजहाज र हेलिकप्टरहरू पुतली जस्तै उडिरहन्छन्। राज्यले ठगेका कर्णालीका भुइँ मान्छेहरू कहिल्यै पुतली झैँ उड्न सक्दैनन्। सधैँभरि पिउपा बनेर कोकोनभित्रै थुनिनुपर्छ। सायद यस्तै हो कि कर्णालीको जीवनचक्र।